हेलो गाइज वेलकम टु छोटो मिठो भिडियो। आज हामी एउटा पाइथनभित्र एउटा सानो एउटा सानो पहिला हामीले पढ्थ्यौँ टेबल्सहरू वानको टेबल, टूको टेबल, थ्रीको स्मल क्लासमा त्यस्तै एउटा सानो कोडिङ गरेर एउटा त्यो बनाउन गइरहेको छौँ। सो एकचोटि केयरफुल्ली ध्यान दिएर एकचोटि हेरिदिनु होला है ल। हामीले एउटा पाइथनको फाइल बनायौँ। अब यसको भित्र हामीले कोडिङ गर्नेछौँ, ठिक छ। अब एकदम राम्ररी हेर्नु। यसो गर्छ। अब हामीले यसले पाइथन पाइथन अनि tabl.py भनेर फेरि अब यो फाइललाई हामीले कन्भर्सन गर्छ। यहाँ हामीलाई एउटा त्यो आएको रहेछ, हामीले एउटा सानो मिस्टेक गरेको रहेछ भनेर सिन्ट्याक्स एरर भनेर भनेको छ। फेरि एकदिन हामी जान्छौँ नयाँ मिस्टेक यहाँ रहेछ। सरी हामीलाई पनि त्यसको ठाउँमा उयो गरेको छ, कमा गर्ने ठाउँमा हाम्रो इन्टर नम्बर। अब हामीले कसको चाहिएको छ, मानौँ कि हामीलाई 2 को टेबल चाहिएको छ भने फेरि हामीले 2 इन्टर गरौँ। इन्टर गर्न सक्नुहुन्छ 2 को टेबल सेम एज। अब हामीले के गर्न पनि सक्छौँ फेरि अनि सेम अगेन पाइथन टेबल.py भनेर फेरि गरौँ। अब इन्टर नम्बर मानौँ मलाई 122 को चाहिएको छ भने यसरी हाम्रो जति 1 लाख 2 लाख जति वानको मल्टिप्लाई छ मानौँ फेरि गरौँ पाइथन टेबल.py एन्ड देन अब हामीलाई ल जतिको चाहिएको छ भने त्यतिको हाम्रो यहाँ मल्टिप्लिकेसन आउँछ 10 सम्मको मात्रै। यो हामीलाई चाहिएको छ भने धेरैको बनाऊँ भनेपछि हेर हामीले रेन्ज चेन्ज गर्नुपर्छ। यहाँ फेरि म जान्छु न्यानो टेबल.py एन्ड देन हाम्रो यहाँ छ नि यो रेन्जमा रेन्जको यो पछाडिको भ्यालु यो चाहिँ रेन्ज 1 देखि लाग्यो भने कि 1 देखि 10 यसको भित्र जुन रेन्ज छ नि। अब म यसलाई चाहिँ 100 गरिदिन्छु। सरी यसलाई 100 गरे। अब हामीले के फेरि लेखौँ पाइथन टेबल.py। अब हामीले यहाँ गऱ्यौँ भने मानौँ कि मैले 5 को चाहिएको छ। अब यहाँदेखि 100 सम्मको आउँछ। सरी 99 सम्म मैले 100 थिचेँ नि, त्यही भएर 99 सम्म 101 थिच्नु पर्थ्यो। सो मैले ठ्याक्क 100 सम्म आउँथ्यो अनि मैले 100 थिचेँ भने 99 सम्म आयो। यु क्यान सी ल त। आज बुझ्नुभयो भने आजको सानो कोडिङ समाप्त।